नमस्कार, अभिवादन। म अरुण केसी। तारामा नै भोट किन त? अहिले सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नवगठित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा नै भोट किन भन्ने विषयमा मेरा 2-4 शब्द राख्न गइरहेको छु। नेपालको इतिहास 10 वर्षीय महान जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभा हुँदै हाल जेन्दी आन्दोलनपछि आफ्नो अहम भूमिका निर्वाह गर्ने व्यक्ति प्रचण्ड नेपाली राजनीतिमा साधारण नाम होइन। उनी राजतन्त्र विरुद्धको सङ्घर्षका अगुवा, गणतन्त्र स्थापनाका प्रमुख पात्र हुन्। राज्यबाट वर्षौंदेखि बाहिर राखिएको वर्ग, गरिब, ग्रामीण, सीमान्तकृत समुदाय राजनीतिक बहसको केन्द्रमा आउनु संयोग होइन, यो इतिहासको परिणाम हो। राजनीतिक बहसको केन्द्रमा अहिले प्रचण्ड केवल सत्ता होइन, सङ्घर्ष र परिवर्तनको प्रतीक हो। नेपाली कम्युनिस्ट पार्टीलाई नै भोट किन भन्दा नेपालको राजनीतिक इतिहास र देशको सिस्टम नै बदल्नका लागि बाँकी रहेका विकास निर्माण र सुशासन, समृद्धि दीर्घकालीन दिशामा लैजानका लागि नेपाली कम्युनिस्ट पार्टीले तारा चुनाव चिन्हलाई अगाडि सारेको छ। देशको चरम गरिबी, सामाजिक न्याय, सङ्घीयता, समावेशता, राज्य संरचनादेखि यी सबै दीर्घकालीन योजनाहरूलाई राष्ट्रियकरण गरी देशलाई समृद्धितिर लिनका लागि तारा चिन्ह नै रोजौँ। यसर्थ अहिलेको यथार्थता त के छ भन्दा योजना त धेरै छन्, दृष्टिकोण पनि ठुला छन्, तर प्रश्न यही छ कि कार्यान्वयनमा किन कमजोरी त? यसको केही तथ्य लिएर आएको छु। ती हुन सक्छन् वैदेशिक हस्तक्षेप, देशभित्रका प्रतिक्रियावादी शक्तिहरूको दबदबाव, सरकार परिवर्तन, गठबन्धनको सरकार, राजनीतिक हस्तक्षेप र सत्ता साझेदारी र जिम्मेवार शक्तिभन्दा आफ्ना केही व्यक्तिहरूलाई व्यक्तिवादको हावित्वले गर्दा दीर्घकालीन योजनाहरूमा असर पर्न गएको छ र व्यक्तिहरूका केही अल्पकालीन स्वार्थहरूले गर्दा आज देश विषम परिस्थितिमा गइरहेको छ। यसले गर्दा एकचोटि अब के चाहिँ गर्न जरुरी छ भन्दा पुरानो इतिहास सम्झिनुपर्छ। केवल भाषण होइन, स्पष्ट कार्यतालिका, पारदर्शिता र परिणाम हेर्ने हो। यसले गर्दा यदि नेतृत्वले इतिहासको सम्मान जोगाउन चाहन्छन् भने अब जिम्मेवारी लिनै पर्छ। यदि लिन सक्दैनन् भने लोकतन्त्रमा विकल्प खोजिनु पर्दछ। अन्तमा म भन्न चाहन्छु, प्रचण्डप्रतिको इतिहास जनताले निहालिरहेका छन्। यसले गर्दा भोलिको आउने पिँढीका लागि पनि केवल ठुला नारा होइन, एकचोटि दीर्घकालीन सोचलाई वास्तविकतामा बदल्ने नेतृत्वलाई रोजौँ। तारा चुनाव चिन्हलाई भोट गरौँ। हस्त, धन्यवाद, नमस्कार, अभिवादन।